अब यी गणतन्त्र त हामीले हेऱ्यौँ नि। पञ्चायत त बाबुहरू अलि सानै थियो, भोगेन, हामीले त भोग्यौँ नि। पञ्चायत भोगेर आइयो, बहुदल भोगेर देखेर आइयो। तर यो सबभन्दा खराब चाहिँ गणतन्त्र रहेछ बाबु। त्यो हाम्रो गणतन्त्र व्यक्ति राम्रो भइदिएको भए हुन्थ्यो होला, त्यो पनि व्यक्ति राम्रो भइदिएको भए त्यो गणतन्त्र पनि सुगम हुन्थ्यो होला। तर यहाँ त कस्तो पऱ्यो भने व्यक्ति खराब पऱ्यो। ज्यान मारा, कोही टाउको छिनालेर आएका, कोही चाहिँ 17,000 मारेर आएका। यस्तोले चप्पल लाउन नसक्ने हैसियतकाले अब राज्यको ढुकुटीमा हात हाल्यो र छोरा नाति, यो देशको छोरा नाति के अरे यहाँ बस्ने वातावरण भएन। छोरी पनि पढाउन पर्छ भन्ने अभियान आयो पञ्चायतमै। पढे, न छोरी बस्न पाए न छोरा बस्न पाए। त्यस कारणले बाबु राजा भनेको सबको साझा हो। राष्ट्र संस्था जसरी नै खडा गर्न पर्यो। राजा यहाँ ल्याएर नहुलिकन नेपालीको उपाय छैन। राजा चाहिँ किन चाहियो अब? होइन, चाहिँदैन थियो। यी भातेहरूले राम्रो गरे भए, यी चोरले त बेचेर खाए, सिद्ध्याए। अब देश भएको जोगाउनु परेन भने कतै बाबुहरूलाई हामीहरूलाई बेच्दिन त होइन। के भने आफ्नो देश जोगा, नेपाली हुँ भनेर शिर ठाडो गर्न ल कुन मुलुक कहाँ गएर गर्नु त बाबुहरू। हामी त बुढो भयो, हामी त इङ्ग्लिस बोल्न जान्दैन होइन। ल बाबुहरू चाहिँ जानु त अमेरिका, अस्ट्रेलिया, म नेपाली हुँ भनेर शिर ठाडो गर्नु छ। के भन्यो ट्रम्पले? के भन्यो? त्यो ट्रम्पले ओलीलाई मात्रै, प्रचण्डलाई मात्रै, शेरलाई मात्रै भने हो र? हामी तमाम नेपालीको शिर हाम्रो झुक्यो यी चोरहरूले गर्दा। आफ्नो धर्म मास्ने, अर्काको धर्म ल्याएर प्रचार गर्ने, अब गौमाता खानी, यी मान्छे हुन्। राम्रो काम गरेर उसले त भित्तामा फोटो राखेर आहा ओली बा भनेर पूजा गर्ने हुन पर्थ्यो। म भए त्यो गर्थेँ, मेरो सन्तान भए पनि। अनि यस्ता चोरहरूलाई चाहिँ सधैँभरि नचाहिरहने बाबु छोरा हो, नाति हो। यो कसलाई चाहियो? यो 70 वर्ष कटालाई चाहियो होइन के? अब यो देश चाहियो बाबुहरूलाई हो। हाम्रो शिर गिर्यो, हाम्रो शिर उच्च बनाउन पर्यो। जब राष्ट्र संस्था खडा नभएसम्म हाम्रो शिर उच्च हुँदैन। के भनेर पठायो ट्रम्पले? अनि बुढाबुढीहरूले भत्ता दिएको छ पार्टीहरूले, त्यसले दिया हो, त्यसको बाउको दिया हो। राजामा हाम्रो सम्पत्ति, हाम्रो राज्यको सम्पत्ति हामीले तिरेको करले दिया हो हामीलाई। कसैको मायाले दिया होइन। यी चोरको बाउको राज्य हो यो।